रवि, बालेन र कुलमान यता तीन, उता सम्भवतः भनौँ आधिकारिक घोषणा भइसकेको छैन, देउबा, ओली, प्रचण्ड तीन हैन। यताको तीन, उताको तीन, उताको विगतको तीन हो, यता भविष्यको तीन हो हैन। उता उहाँहरूले 34 वर्षमा हरेक कुरा म्युजिकल चेयरदेखि लिएर सबै कुरा प्रमाणित गरिसक्नुभयो। यता उहाँहरूले के प्रमाणित गर्नुभएको छ भने तीनजनाको आफआफ्नो दक्षता छ। बालेनजीको दक्षता एउटा नेपालमा आशाको अनुहार हो, अर्को रविजीको अभियन्ता एउटा अभियानबाट एउटा मिडियाकर्मीको रूपमा आएर यो होपलाई इन्स्टिट्युसनलाइज गर्नुभएको मान्छे हो। देशमा चाहिँ व्यवस्थापन सबभन्दा ठुलो कमजोरी छ, त्यो देशमा यति कुशल व्यवस्थापक पनि हुनसक्छ भन्ने कुराको आशा बोकेर आउनुभएको कुलमानजी हो। भनेपछि तीनैजना र अर्को कुरा के हुन्छ भने यो तीनैजनाको व्यक्तिगत दक्षताले एकअर्कालाई कम्प्लिमेन्ट गर्छ, एकअर्काको दक्षतालाई कम्प्लिमेन्ट गर्छ। कुनै टिममा तीनजना स्ट्राइकर हुँदाखेरि गाह्रो हुन्छ, तर एकजना डिफेन्डर, एकजना मिडफिल्ड, एउटा स्ट्राइकर हुँदाखेरि तिनैले एकअर्कालाई कम्प्लिमेन्ट गर्छ। त्यसैले उहाँहरूको आफआफ्नो फरक फरक क्षेत्रगत नेतृत्व सहितको दक्षता र पृष्ठभूमि अहिलेसम्मको यात्रा भएको कारणले गर्दाखेरि एकअर्कालाई कम्प्लिमेन्ट गर्नुहुन्छ। यो बीचको 35 वर्ष नयाँ र पुरानोको कुरा होइन। कांग्रेस र कम्युनिस्ट भनेर समाज कसरी विभाजन गरियो, सम्धिमा बोलचाल बन्द गराइयो। कतिपय ठाउँहरूमा व्यापारी समेत यो बीचमा घटेका घटनाहरू हुन्, छरछिमेकमा समेत यो चलाइयो। पक्ष र विपक्षमा समाजलाई रूपान्तरण गरियो, पक्ष र विपक्षमा बनाइयो र दलभित्रको गुटगत मानसिकता उस्तै बनाइयो। अब त्यसले के गर्यो, अख्तियार दुरुपयोग अनुसन्धानले हो छानबिन र छानबिन गर्न पर्थ्यो, त्यहाँ कब्जा गरियो र त्यसलाई काम गर्न दिएन। हामीले के गर्छौँ, सत्ताको दुरुपयोग गरेर कसैलाई नि प्रतिस्रोत साध्दैनौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कस्तो हुँदो रहेछ भनेर चाहिँ त्यो देखाउने जिम्मा चाहिँ नयाँ सत्ता हाम्रो हातमा आयो भने देखाउँछौँ। कानुन सम्मत काम गर्छौँ।